नमस्कार, म पृथ्वी विश्वकर्मा। आज म केही नेपाली भाषाका शब्दहरूलाई चाहिँ मगर भाषामा के भन्छ हाम्रो भाइ बहिनीहरूसँग चाहिँ उहाँहरूको चाहिँ मातृभाषाका कुराहरू चाहिँ सोध्न खोज्दैछु। अलिकति यसो गरौँ न, सबैले देखिन्छ क्या के हुन्न कि ल है। ल म भन्छु अनि तपाईँहरूले चाहिँ त्यो मगर भाषामा के भन्छ त्यसलाई भन्नु होला है। हुन्छ ओके, ल कहाँबाट सुरुवात गरौँ त? ल माथि जानुलाई के भन्छ? के भन्छ? मादेनाङ आलाङ। भात खानुलाई के भन्छ? तरकारीलाई नै मे ज्याके। म बजार जान्छुलाई के भन्छ? नाम बजार नुङ्के आला। त्यसपछि म स्कुल जान्छु भन्नेलाई के भन्छ? आनाङ। म स्कुल आनाङ। ना स्कुल आलाङ। आनाङ। आनाङ। अनि घरलाई के भन्छ? म घर जान्छुलाई। नाकलाई के भन्छ? मुखलाई अनि बिरालोलाई? बाख्रालाई? फुपूलाई? अरू के भन्छ? अनि त्यसपछि चाहिँ मलाई रिस उठ्यो भन्नेलाई के भन्छ? म अहिले पिट्छु भन्नेलाई के भन्छ? ड्रपल्याङ। म तिमीलाई ड्रपल्याङ है। म तिमीलाई पछि पिट्छु है भन्नेलाई के भन्छ अरे? ओके। अब के भनौँ म अन्तिममा चाहिँ? अन्तिममा धन्यवाद भन्नेलाई के भन्छ? धन्यवाद नै भन्छ। अनि एकछिन के हल्ला गर्नुहुन्न कि ज्ञानी हुनुपर्छ। मेरो क्लासको बच्चाहरू ज्ञानी हुनुपर्छ के हल्ला गर्नुहुन्न क्या? बाई, भिडियो हेरेर कमेन्ट गर्नु।